गाइस पेलो पेलो छ यहाँ के छ पेलो पेलो गाइस पाचाक पो रहेछ यार पाचाक पो रहेछ यार यहाँ चाहिँ मैले भेटाइसकेको छु सिसा आउँदाखेरि आउँछ सारो सारो दिसा चिलाउने भन्ने भेटेको छु यो चाहिँ लुटोको एकदम प्योर औषधि हो हैन होला मेरो चाहिँ यहाँ कुकुरको भन्दा तेज छ भन्दा मेरो नाक चाहिँ के मैले सुनिसकेको छु यहाँ चाहिँ मैले केहीको गन्ध पाइसकेको छु गाइस त्यार यहाँ कुन हगेर पुरै रहेछ र पो रहेछ गार बनाएको यार हगेर पुरै रहेछ र पो रहेछ गार बनाएको यार Closed doors, I'm a fool for your love. Hey everyone, welcome back to my new video. के छ तपाईहरुको हालखबर आज सबैजना सन्चै आराम हुनुहुन्छ होला म पनि सन्चै आराम छु भन्नुपर्छ आज चाहिँ म चाहिँ अस्तिको जस्तै खोज तलास गर्न जाम भनेर भर्खरै निस्किरहेको छु A few moments later ओ के हो यो सुनको फुल चोरेको छु गाइस मैले चाहिँ छु चाँदीको फुल रहेछ क्या बोला तूने यहाँ चाहिँ अब के भेटिन्छ है ओहो गाइस बोतल भेटेको स्वेटर बनाएको देख्न सक्नुहुन्छ ड्याममा यो कति लिटर भन्दाखेरि 2.25 लिटर भनेपछि 2.5 लिटरको साढे 2 लिटरको कुकर रहेछ कुकरको बोतल रहेछ पक्कै पनि त्यसमा चाहिँ कुनाले रोक्सी खाएको हुनुपर्छ गाइस रोक्सी खाएर पुरै यसो गरेर हल्लिँदै दिएको हुनुपर्छ है अच्छा गाइस मैले चाहिँ यहाँ जोडीबुटी भेटाएको छु गाइस देख्न सक्नुहुन्छ यो चाहिँ केसको औषधि भनेपछि एचआईभी एड्सको Oh my god! Wow! यो चाहिँ प्योर औषधि हो गाइजहरु हजुरहरुलाई केही छ नि एचआईभी एड्सको समस्या छ भने यो घोटेर हैन 2 चम्चा कुकुरको गुसँग खानु होला को मारेर छोड्ले भनेछ अनि सन्चो हुन्छ यो जन यसको मेन जोडीबुटी भनेको जन यो गेरा जस्तो हुन्छ हो यसको जोडीबुटी चाहिँ अच्छा हमको सिखा रिया है गाइस अब चाहिँ यहाँ चाहिँ यस्तो गराउन्ड चोर छ यहाँ चाहिँ मान्छेहरू राति गर्लफ्रेन्ड बयफ्रेन्ड आएर सुत्न पनि मिल्छ भन्ने सुनेको छु कस्तो सुत्छन् भनेपछि यस्तो यहाँ चाहिँ यस्तो गरेर आरामले यस्तरी सुतेर समझ रहे हो गर्छन् भन्ने सुनेको छु तर के हो त मलाई थाहा छैन अहिले यार किमलाल टोको यार गाइस ओहो गाइस एटीएम कार हैन होला के हो म चाहिँ एटीएम कार भेटाएको छु पक्कै पनि यसमा 2-4 करोड त पक्कै हुनुपर्छ म चाहिँ करोडपति बनिसकेको छु खोज तलास गर्दै अब मैले चाहिँ आज मेन कुरा चाहिँ मैले सुन खोज्ने हो के सुनै म नभेटै जान्न अस्ति सुन खोजेको है सुनै भेट्दैन तर एटीएम कार भेट्यो यो पनि गोजिम राख्छु म चाहिन्छ अहिले कोटी पैसा चेक गर्छु म ओके गाइस पेलो पेलो छ यहाँ के छ पेलो गाइस पाचाक पो रहेछ यार सुन होला भनेर तिप्न आएको र अनि पाचाक हो कि के चाको भन्ने रहेछ यार बडा हरामी हो बेटा के चाको भन्ने रहेछ यार तर मैले खोज्न गर्छु यो त होइन फालिदिन्छु यसलाई तर मैले खोज्छु कि यहाँ केही न केही त मैले भेटाएको छु ओखो गाइस सुन यार फेरि गोर्खा हो कि लोर्खा बियरको यो रहेछ यार मैले यहाँ केही न केही त भेटाएरै छोड्छु खोज तलास अनुसन्धान चाहिँ गरेर छोड्ने आज केही न केही भेटाउनै पर्छ मेरो चाहिँ यहाँ कुकुरको भन्दा तेज छ भन्दा मेरो नाक चाहिँ के मैले सुनिसकेको छु यहाँ चाहिँ मैले केहीको गन्ध पाइसकेको छु गाइस त्यार यहाँ कुन हगेर पुरै रहेछ र पो रहेछ गार बनाएको यार यस्तो घना घोर जङ्गलमा सुन भेटिएला त कत्रो भेटिएला त सुन
एक टोलाकै भेटिएला कि एक किलाकै भेटिएला कि तर म खोज्न छोडिनँ है यतै नजिक नजिकतिर सुन छ भन्ने मन लागिरह यस मैले चाहिँ पेलो देखिसकेँ गाइस थ्याट तेरिया असम्भव सुन भनेको त म्याङ्गो योमा फुल्टी हो कि के भन्ने पो रहेछ यार थ्याट तेरिया यार गाइस यार झुके यार फेरि म और अभी तो रुको क्लाइमैक्स अभी बाकी गाइस सुन त भेटिनँ तर पनि मैले यहाँ चाहिँ चिलाउने भन्ने भेटेको छु यो चाहिँ लुटोको एकदम प्योर औषधि हो के बोले भाई लुटोको एकदम प्योर औषधि हो ए औषधि हो औषधि नै हो यो चाहिँ लुटोको औषधि हो यो जिउमा दलेर लुटो आएको बेला जिउमा दल्न पर्छ एकदम आनन्द आउँछ को मार छोडले भनेछ तर पनि म सुन भेटाउँछु यस्तो यस्तो चिजसँग मलाई पर्वाह छैन सुन भेटाएर छोड्ने आज सुन चाँदी भए पनि काम चल्छ फेरि सुन नै चाहिन्छ भने छैन रुको जरा सबर करो ओखो गाइस यहाँ चाहिँ मैले भेटाइसकेको छु सिसा आउँदाखेरि आउँछ साह्रो साह्रो दिसा ओ के भने मैले ओखो यहाँ पनि रहेछ सिसा बट सिसा भनेर कसै दिसामा पो हात हालेछु यार गाइस खोजन सन्धान गर्ने क्रममा म चाहिँ यहाँ भुइँ ताप्रे भेटाएको छु भुइँ ताप्रे यो चाहिँ पाइल्स फिस्टुलाको औषधि हुन्छ अरे है पाइल्स फिस्टुलाको औषधि हुन्छ अरे है होइन होला के हो गाइस यो चोरबाट चाहिँ मलाई सुनको ठुलै सुनको एक तोलाकै सुनको बास्ना आइरहेछ एक तोला भने 1 किलोकै छ क्या हो गन्डा सुन त त्यस्तै छ ठुलै छ जस्तो छ खोज्छु गाइस सुनले मलाई पछ्याइरहेछ गाइस तेरी यार ये सब क्या देखना पड़ रहा है तेरी यार आज पनि रेडबुलकै डिब्बा रहेछ यार यसले मलाई किन चुक्काइरहेछ यार रेडबुलको डिब्बाले यार ए यार अस्ति पनि रिस यार सुन ठुलै भेट्टौँ भनेको यार कि रेडबुलको डिब्बामा नि अलिकति सुन मिसाएको हुन्छ र मेरो नाकले त गन्ध भर त्यस्तै सुनकै आठ मेरो नाकबाट बाँच्न त कि भित्र सुन लुगा छ अरे यार सुन पनि छैन यार यो त कि चाँदी हो र सेतो पनि छ जेसुकै होस् यहाँ यस्तो ओके मेरो इनर्जी चाहिँ सकिसक्यो खोज्दा है आज पनि म धेरै थाकिसकेँ सुन खोज्दा तर मैले सुन भेटाउन सकिनँ गाइजहरू म फेरि आउँछु म हार मानिनँ फेरि एक दिन आउँछु सुन भेटाएरै जाने यहाँ कतितिर हुन्छ आउँछु म सुन नभेट्दैसम्म आएको गर्छु होइन अच्छा भिडियो लास्टसम्म हेरिदिएको साथीहरूले म धन्यवाद भन्न चाहन्छु है यो भिडियो चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि हो अनि भिडियो मन परेमा लाइक कमेन्ट सेयर एन्ड च्यानललाई सब्सक्राइब गर्नु होला